नमस्कार सबैजनालाई। धेरैजनाले हामीलाई सदाबहार हामीलाई कल गर्दाखेरि हामीलाई गुनासो जहिले पनि एउटै मात्रै गर्नुहुन्छ, गुरु हाम्रो फलानो गुरुले यति पैसा खाइदिनु भयो, उहाँ प्रख्यात गुरु, उहाँले यस्तो यस्तो भिडियो हाल्नुहुन्थ्यो, त्यही भिडियोको आधारमा हामीले विश्वास गरेर हामीले उहाँलाई यति पैसा माग्नुभयो, यति यस्तो यस्तो कार्य गर्नलाई यति पैसा माग्नुभयो, हामीले यसरी हाल्यौँ, हाम्रो पैसा खाइदिनु भयो गुरु, फलानो गुरुले यति खाइदिनु भयो, फलानुले यति खाइदिनु भयो भनेर नाम चल्ने प्रख्यात गुरुहरूको नाम यहाँ आइरहेछ। तर तपाईहरुले कार्य गराउँदाखेरि कसलाई कार्य गराउँदै हुन्छ, के गर्दै हुन्छ, तपाईले विचार पुर्याएर सही सत्य तरिकाले विचार पुर्याएर मात्रै तपाईहरु अघि बढ्नु होला। किनभने आजकलको जमानामा तपाईको सडर खोलेर थाप्ने धामी जागिरीको जुन एउटा तपाईको विश्वासको उजागर भइरहेछ, जुन एउटा अपहेलना भइरहेछ, त्यो सबै अहिलेको निम्ति नयाँ पुस्ताको नयाँ तपाईको धामी जागिरी जुन माता होजुवा बिजुवा जुन पैसाको लोभ लाग्न उहाँहरूले एक दुईवटा ज्ञान सिकेर उहाँहरू निस्किनु भएको छ, त्यो सरासर गलत हो। यदि सक्नुहुन्न भने बिरामीको उपचार नगर्नु होला। तर यदि तपाईँको थान मन्दिरमा एउटा विश्वासको साथले यो गुरुले मेरो उपचार गर्न सक्नुहुन्छ भनेर विश्वासको साथले तपाईँहरूको थान मन्दिरमा आउँदा तपाईँले त्यो झुटा आलोचना र तपाईँहरूले त्यो बिरामीको अपहेलना गरी उल्टै पैसा लुट्न त्यो कदापि नगर्नु, त्यो बन्द गर्नु होला। सक्नुहुन्छ बिरामीको सच्चा तरिकाले उपचार गरी त्यो बिरामीको उद्धार गर्नु होला। बारम्बार हजुरलाई मैले यही कुरो मात्रै भन्दैछु। मैले खुलाउनु परेको दिन मैले प्रख्यात नाम गरेका जागिरी दाईहरूको, अग्रज दाईहरूको यहाँ मेरोमा नाम आइरहेछ। कल गर्दा बक्कैदा तपाईँको नाम तोकेर यहाँ भनिरहनु भएको छ, फलानु गुरुले मेरो यति खाइदिनु भयो, फलानु गुरुले यति खाइदिनु भयो भनेर बक्कैदा यहाँ नाम तोकेर भनिरहनुहोस्। तर कदापि तपाईँहरू सुध्रिन मौका गर्नुहोस्, सुध्रिनुहोस्। अझै पनि केही बिग्रिरहेको छैन, तपाईँहरू सुध्रिनुहोस्। कुनै कुराहरूको ज्ञान सिकेर मात्रै अघि सर्नुहोस्। तर कसैलाई पनि कसैको दुई पैसाको लोभ लालचमा कसैको जिन्दगी बिगार्ने काम, कसैको जिन्दगी बिगार्ने भत्काउने त्यो काम कतै पनि नगर्नु। मान्छेको एउटा जुन आशा छ, आशा बोकेर आएको तपाईँको थान मन्दिरमा आशा बोकेर त्यो आशाको लागि भरोसा निराशा, त्यो आशालाई निराशा कदापि नबनाउनु होला। बारम्बार मैले यही कुरो सम्झाइरहेको छु, तपाईँलाई आगामी दिनमा पनि सम्झाउने छु। तपाईँ सुध्रिनुहोस्। बारम्बार मैले भनिरहेको छु, यही शब्द मैले भनिरहेको छु। हस्, धन्यवाद।